त्यत्तिका गहना तपाईँलाई दिन छुट्याएको रहेछ। घर सिँगै तपाईँकै नाममा लेखिदिने रे। तपाईँलाई के चाहियो? त्यत्रो सम्पत्ति भएपछि बसी बसी खानुहोस् न, रमाइलो गर्नुहोस्। सुन्दा सुन्दा मेरो कान नै टट्टाइसकेको थियो र झन्झन 12-27 कुरा बताएर र अन्तमा मलाई नत्र तपाईँलाई समातेर घरमा थुनिराख्छ भनेको छ भन्दाखेरि आँखाले नै केही देखिन। अगाडि भएको माल हुर्याएर उसलाई जोडले हाने। त्यो डरले काली निली भई र तुरुन्तै कराउँदै भागी। अगाडि बज्रेको छुराको दापबाट मैले यादै नगरेको एउटा लामो टल्कने छुरी बाहिर सुत्त निस्केर भैमा झिलिक्क गरी चम्किरहेको थियो। त्यसले लागेको भए त्यो आइमाई ठहरै नभए पनि घाइते निश्चय नै हुन्थे। माथि गएर आमाहरू कहाँ उसले कराउन गएपछि आमा र दिदीहरू तल दौडेर आए र मसँग बाँच्न थाले। मेरो रिसको सीमा नै नागिसकेको थियो। त्यस दिन अरू दिन जस्तो दारा किटेर सहन सकिन। सानी दिदीले अगाडि सर्दै, त्यसरी सम्झाउन आउनेलाई हान्न पाइन्छ? तिमीलाई पो कोही पनि चाहिँदैन, हामीलाई त चाहिन्छ। रिस देखाउने भए त्यसैलाई देखाउन जाऊ न, तिम्रो लोग्ने हुनेलाई भनेपछि मेरो सबै धैर्य टुट्यो। अकस्मात ममा पागलपन चढिहाल्यो। जुरुक्क उठेर भुइँमा तेर्सिएको छुरीलाई झटपट हातमा लिएर तिनीहरूलाई आँखा चिम्लेर हान्न दौडे। उनीहरू तर्सेर कोठाबाट बाहिर दौडेर भागे। लड्दै पड्दै भर्ङ उक्लेर कुले लाम ठोके। म आफ्नो हातमा चम्किरहेको छुरीलाई हेरेर जिल्लिरहेँ। ममा त्यस्तो भयानक पागलपन चढिसकेको थियो। त्यसबखत एक कदम मात्र म अगाडि परेकी भएँ मैले आफ्नो दिदीको हत्या गरिसक्थेँ। ममा त्यस्तो भयानक मनोवृत्तिको उदय भइसकेको थियो। तिनीहरूले मलाई कष्ट र यातना दिँदा मनुष्यबाट गिराएर एक हत्यारिणी बन्न सक्ने विकृति पैदा गरिदिइसकेका थिए। मैले केही बेरसम्म चम्किरहेको छुरीलाई हेरेर त्यसलाई दापमा राखिदिएँ। त्यस दिनपछि घरमा सन्नाटा छायो। कोही मेरो सामुन्ने आउने पनि भएनन्। कोही मेरो विषयमा चर्चा गर्ने पनि भएनन्। खाने समयमा भान्सामा कोही बस्दैनथे, नोकर चाकर बाहेक। तिनीहरू पनि मसँग तर्सेका थिए। सान दिदीको त मुखै देखिन। उनी डरले कायल थिइन्, घर पनि छाडिदिछन्।